बालेन्द्र शाहको भाइरल भइरहेको तस्बिर उनकै श्रीमतीले खिचेको पाइएको छ। काठमाडौँ महानगरपालिकाका प्रमुख बालेनले सेतो बाथरोब लगाएको अवस्थामा एक युवतीसँग खिचेको तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। महानगरका प्रवक्ता एवं वडा नम्बर 17 का वडा अध्यक्ष नवीन मानन्दरले एक टेलिभिजन अन्तर्वार्तामा उक्त तस्बिर सार्वजनिक गरेपछि यो तस्बिर चर्चामा आएको हो। बालेनका सल्लाहकार कुमार बेनका अनुसार भाइरल भइरहेको उक्त तस्बिर बालेनकी श्रीमती सबिना काफ्लेले खिचेकी हुन्। यो तस्बिर गएको फागुनको होलीको समयमा बालेन सपरिवार बुटुबलको मणिग्राम स्थित विश्राम बाटिका होटलमा गएको बेला खिचिएको थियो। सामाजिक सञ्जालमा तस्बिरले व्यापक चर्चा पाएपछि बालेनकी श्रीमती सबिनाले बुधबार त्यही बेला खिचिएका अन्य तस्बिर पनि सार्वजनिक गरेकी छिन्। तस्बिर सार्वजनिक गर्दै उनले व्यङ्ग्यात्मक शैलीमा लेखेकी छिन्, आफ्नो पार्टीको नामसहित नाम र नम्बर कमेन्टमा दर्ता गर्नुहोस्, अरू पनि कन्टेन्ट दिन सक्छु। सामाजिक सञ्जालमा भाइरल भएपछि अहिले यो तस्बिरबारे विभिन्न टीका टिप्पणी भइरहेका छन्।